सोसल मिडिया नभएको भए के हुन्थ्यो होला अहिले? आउनुहोस् यसको बारेमा केही कुराहरू गरौँ। सोसल मिडिया भएको छ र त अहिले यति गरिब मान्छे यति चिप्पिरहेछन्, यति बलात्कारहरू छुटिरहेछन्, बलात्कारीहरू कहाँ छन् थाहै छैन। यदि सोसियल मिडिया नभएको भए अझ हामी योभन्दा कुन जङ्गलमा हुन्थ्यौँ, के हुन्थ्यो गरिबमाथि कसैलाई थाहै नै हुन्थेन। यति हेपचेप हुन्थ्यो, त्यो पनि कसैलाई देखाइन्थेन। अहिले सोसियल मिडिया हुँदाखेरि धेरै गरिबको आवाज त सुनिन्छ, तर त्यो आवाज ठाउँसम्म जाँदैन, सरकारसम्म पुग्नै पाउँदैन। यदि सरकारसम्म पुगे पनि त्यो सरकारको त्यो खुट्टा तल हुन्छ, त्यसको कुनै मान्यता हुँदैन। कि त त्योको लागि राजनीतिको मान्छे हुनुपऱ्यो, राजनीतिको पावरफुल मान्छे हुनुपऱ्यो, कि त त्यो सांसदको मान्छे हुनुपऱ्यो, कि त कुनै मन्त्री प्रधानमन्त्रीको छोराछोराको हुनुपऱ्यो जो आफ्नो केस राम्रोसँग उ गर्नको लागि। नत्र त यिनीहरू यो जज यी ठुलो नेतासिताको लागि प्रधानमन्त्रीको लागि त गरिब मान्छे भोटको लागि मात्रै यिनीहरू बराबर हुन्। यदि भोट जितिसकेपछि यिनीहरू खुट्टा तलको धुलो बराबर मान्छन् यिनीहरू। जय नेपाल।